किन प्रसारण भएन त हिजो कान्छी सिरियल। दर्शकबिन नमस्कार, यति बेला यहाँहरू नेपाली सिरिज रिभ्यू हेरिरहनु भएको छ। आशा खड्काले लेखन निर्देशन गर्दै आइरहेको लोकप्रिय सिरियल कान्छी सिरियल हिजो पनि प्रसारणमा आएको थिएन। यसको कारण दर्शकहरूले धेरैजनाले जिज्ञासा राखिरहेका थिए। सोही सम्बन्धमा कलाकार आशा खड्काले हिजो सिरियल नआउनुको कारण पनि भिडियो सार्वजनिक गर्दै बताएकी थिइन्। दर्शकबिन उनले रातिको सम्पूर्ण काम सकिएपछि फेसबुकमा लेख्छिन्। हिजो लेखेको उनको स्ट्याटस दशाको जस्तै यहाँहरू माझमा हामी राख्न चाहन्छौँ। आज प्रसारण हुनुपर्ने कान्छी एपिसोड 308 को केही दृश्य खिचेर भर्खर घर आइपुग्यो। यहाँहरू समक्ष यही पोस्ट मार्फत माफी माग्न चाहन्छु र भोलि आइतबार साँझ 8 बजे कान्छी भाग 308 प्रसारण हुने जानकारी पनि गराउन चाहन्छु। हाम्रो स्वास्थ्य अवस्थाका कारणले गर्दा समयमा सिरियल प्रसारण गर्न नसक्दा यहाँहरूप्रति पुगेको असुविधाप्रति हृदयदेखि नै सम्पूर्ण टिमप्रति क्षमा चाहन्छौँ। यहाँहरूलाई भोलि सिरियल हेरेर सदाझै माया अनि आशीर्वाद दिनुहुन अनुरोध पनि गर्दछौँ। साथै आजको हाम्रो कामलाई सफल बनाउन बिहानदेखि यति रातिसम्म खटिनुहुने सम्पूर्ण प्राविधिक कलाकार आजको इन्टायर टिमलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। 12:54 गएको छ भनेर चाहिँ हिजो राति कलाकार आशा खड्काले एक पोस्ट राखेकी थिइन् सामाजिक सञ्जाल मार्फत आफ्नो आइडीबाट। दर्शकबिन एकदमै लोकप्रिय सिरियल हो र धेरैजनाले चाहिँ काम पनि गरिरहनुहुन्छ उक्त सिरियलमा र कहिलेकाहीँ प्राविधिक रूपमा चाहिँ केही कामहरू चाहिँ बाँकी रहिरहँदा पनि सिरियल प्रसारण हुन नसकेको कारण पनि हामी जानकारी पनि गरिरहन्छौँ दर्शकबिन। र लोकप्रिय सिरियल कान्छी सिरियलका सम्पूर्ण प्राविधिकलाई चाहिँ उहाँले धन्यवाद पनि दिनुभएको छ। कहिलेकाहीँ हो काम गर्ने क्रममा चाहिँ सपोर्टिङ गर्ने क्रममा हुँदै पनि कहिलेकाहीँ चाहिँ काम अपुरो रहन्छ र त्यसको बावजुद पनि आशा खड्काका टिमले जुन मेहनत गर्नुभएको छ यसका लागि यहाँलाई धेरै धेरै धन्यवाद पनि व्यक्त गर्न चाहन्छौँ दर्शकबिन। र उहाँले बताएअनुसार कलाकार तथा निर्देशक सागर गौतम र सँगसँगै छोरी सहारा र आफू पनि केही बिरामी परेको कारणले चाहिँ समयमै सुटिङ सम्पन्न गर्न नसकेको र अदालतको सेटहरूदेखि अन्य कुराहरू पनि तयार पार्दा पनि समय लागेको कुरा पनि भिडियोमा बताउनु भएको थियो। र जस तपाईँले सम्पूर्ण जानकारी गराउन चाहन्छु। कलाकार आशा खड्काले निर्देशन र सँगसँगै निर्माण गरेको कान्छी सिरियल हिजो जुन प्रसारण हुनुपर्ने थियो हिजो प्रसारण हुन सकेन र त्यसको भाग चाहिँ आज चाहिँ 8 बजे साँझ चाहिँ प्रसारण हुनेछ यो पनि जानकारी गराउन चाहन्छु। र भिडियोलाई अन्तिमसम्म हेर्नुभएकोमा यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। कमेन्टमा पनि तपाईँले लेख्न सक्नुहुन्छ र सँगसँगै हाम्रो च्यानललाई तपाईँले सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब पनि गर्न नभुल्नुहोला।